ढुङ्गाका शिवलिङ्ग वा अरू कुनै पूजा गरेको भए खानु त्यो चढाउँदा कादिर प्रसाद केही हुन्न जानी लिए पन्छाएर प्रसाद केही अलिकति मेरा ती पार्षद कन अर्पी खानु अनि शिरो परधर गरी ठानी सुदास बेर्जन पढ्नु विष्णु सहस्रनाम दिनौँ मेरो गरी चिन्तन त्यस्ता मानिसलाई आखिर स्वयं उद्धार गर्छु सुन जसका छन् धन धान्य पूर्ण घरमा थाप्न ठुलो मन्दिर त्यसको राखिदिनु गुठी वरिपरि उधान चारैतिर केही छैन भने गरौँ म कसरी पूजा प्रभुको भनी त्यसको ख्याल नराखी पुष्प जलले अर्पस जो पनि भक्तिपूर्वक पत्र श्री तुलसीको गर्ने जो अर्पण श्रद्धा भक्ति बिना हुँदैन धनले सन्तोष मेरो मन पूजा देवल स्थापना आदि शुभमा जो छन् दिनै सम्मति सगर्नेको सरिपुण्य मिल्छ म पनि राजी रहन्छु अति अर्काको शुभ कार्य नाश नगर्ला झैँ सल्लाह दाता कन हर्छन् जो गुठी बन्दोबस्त अधिका देवताहरूको धन भूमि दान गरी स्वयं हरिद लिने जो लिन्छ उल्टो मती बस्ला 60,000 वर्ष गएको किरा बनी दुर्मति ज्ञानी मानिस नगर्नु अरूको केही व्यर्थ निन्दा स्तुति आत्मा ईश्वर हो भनेर नबुझी गर्नेछ जो दुर्मति त्यसले निश्चय भोग्नु पर्दछ मरे त्यो नर्कमा आत्मा ईश्वर हो भनी हृदयले गर्नु सदा सम्झना।